हिजोको गेमलाई म यहाँबाट स्टार्ट गर्न चाहेँ। वी आर सो क्लोज बट एट सो फार। क्रिकेटिङ जायन्ट्सहरू, क्रिकेटिङ ओल्डका ठुला ठुला नाम युवराज सिंह, डेल स्टेन, माइकल भवन र हर्ष भोगले जस्ता अरू अन्य नामहरू, इरफान पठानहरूले हिजो खुलेर प्रशंसा गरे नेपालको जितको भन्दा पनि नेपालको हारको त्यति धेरै चर्चा भइरहेको छ। नेपाल जस्ट एउटा बााउन्ड्री अवे थियो हिजो आफ्नो साइडमा 2 पोइन्ट्स लिएर आउनको लागि, जित्नको लागि। हामी अगाडिको विश्वकपमा पनि 1 रनले मात्र हाल्न पुगेको थियौँ टेस्ट जायन्ट साउथ अफ्रिकासँग, र आज हाम्रो हिस्ट्रीको वान अफ द ठुलो जितबाट हामी जस्ट 4 रनले मात्र चुकेका छौँ। के चिज भए त नि यो गेमको दौरानमा के चिजहरू भए, के चिजहरू हाम्रा पोजिटिभ्स छन्, के चिजहरू सुधार्न पर्ने छन्, कहाँनिर हामी चुक्यौँ र के चिजलाई चाहिँ अब आउने दिनमा अब हाम्रा 3टा खेल बाँकी छन् र त्यो 3टा खेलमा चाहिँ हामीले कसरी खेल्यो भने चाहिँ हामी टप 8मा जान सक्छौँ, त्यो बारेको चर्चा गर्नेछौँ हामी यो भिडियोमा। र अब इनडेप्थ एनालाइसिस गरौँ हिजोको गेमको। हिजो हामीले टस हारेर पहिलोपल्ट बलिङ गर्दै थियौँ। बलिङ गर्दै गर्दा करणले पहिलो ओभर 5 रन मात्र दिएका थिए भने दोस्रो ओभर लगतै शेरमल्ल आएका थिए। उनी हाम्रा मिस्ट्री स्पिनर भन्छु मैले, र उनले साँच्चीकै नै त्यस्तै काम गरे। उनले पहिलो बलमै फिलसालको विकेट सर्ट फाइन लेगमा लिएका थिए, सन्दीप लामिछानेले क्याच लिएका। त्यसपछि सायद इनएक्सपिरियन्सको कमी, अलिकति त्यत्रो ठुलो बिग स्टेज, त्यहीमाथि वर्ल्ड कपको पहिलो गेम नेपालको अहिलेको यो वर्ल्ड कपको, र त्यो वर्ल्ड कपको पहिलो गेम पनि उनको पनि पहिलो गेम, डेब्युटेन्ट हुने, र गाह्रो नै हुने गर्छ। र त्यही चिज देखियो पछिल्लो बलहरूमा। उनी अलिकति एक्सपेन्सिभ हुन पुगे त्यसपछिको ओभरहरूमा, र त्यसपछि फेरि हामीले पावर प्लेभित्र 2टा विकेट लिन सक्यौँ। नन्दनले विकेट लिए जस बटलरको। त्यसपछि प्रेसर बिल्ड भएको थियो, तर ज्याकोब बेथवेलले प्रुफ गरिदियो उनी किन वान अफ द प्रमिसिङ यङ्स्टर हुन् अहिलेको क्रिकेटिङ ओल्डको भनेर। उनले यस्तो तरिकाले उनको पारीलाई सम्हाले, उनले पिभोट रोल खेले, सँगसँगै उनले गलत बलहरूलाई चाहिँ उनले बााउन्ड्रीको पार पठाउनको लागि चाहिँ उनले 1 सेकेन्ड पनि सङ्कोच गरेनन्। त्यो छक्का चौका मजाले देख्न सकिन्थ्यो उनको इनिङमा, बिचबिचमा त्यो स्ट्राइक रोटेसन, त्यसले नेपाली बोलरहरूलाई प्रेसर क्रिएट गरिरहेको थियो। र उनलाई साथ दिए इङ्ल्यान्डका क्याप्टेन ह्यारी ब्रुकले। ह्यारी ब्रुक कस्ता प्लेयर हुन् त्यो त भन्नै पर्दैन कसैलाई पनि, यु अल नो। ह्यारी ब्रुकले जुन क्यालिबर थियो उनको, त्यो चिज प्रष्टै देखाइदिए हिजो। र ह्यारी ब्रुक र ज्याकोब बेथवेल मिलेर 71 रनको पार्टनरसिप गरेका थिए हिजो। र त्यो 71 रनको पार्टनरसिपमा दुवैजनाले पहिला चाहिँ ज्याकोब बेथवेल आउट भए, तर दुवैजनाले हाफ सेन्चुरी प्रहार गर्न सफल भए हिजो। र नेपालले पनि कन्ट्रोल लिएको थियो, पुरै आफ्नो गेमबाट हात चाहिँ फुस्किसकेको थिएन इनिङमा। दिपेन्द्र सिंह ऐरीले बिचमा आएर त्यो 3 ओभर राम्रो फाले, नन्दनले राम्रो ओभर फालेका थिए। तर के चिजको चाहिँ हामीले कमी देख्न सक्थ्यौँ हिजो भन्दाखेरि अलिकति क्याप्टेन्सीको चाहिँ त्यो एट्याकिङ इन्टेन्टको अलिकति चाहिँ हामीले कमी देख्न सक्थ्यौँ। सायद रोहित पौडेलले कसरी सोचेका थिए हिजो, कसरी चाहिँ आफ्नो प्लानहरूलाई एक्जिक्युट गराउन खोजेका थिए, सायद ती प्लानहरू एक्जिक्युट भइदिएका भए ती चिजहरू मास्टर क्लास देखिन्थ्यो होला क्याप्टेन्सी डिसिजन। तर हिजो रोहितको फेभरमा आउन सकेनन् ती डिसिजनहरू, बलिङ चेन्जेसका डिसिजनहरू। र त्यो कारणले चाहिँ नन्दन यादवले पुरै आफ्नो 3 ओभर मात्र गरे, 4 ओभर गर्न सकेनन्, र दिपेन्द्र सिंह ऐरीले पनि 4 ओभर गर्न सकेनन्। हामीले कुरा गर्दै गर्दा सन्दीप लामिछानेको पनि कुरा गर्नुपर्छ। उनको हातमा सबैभन्दा धेरै विकेट थिएन होला हिजो, एउटा मात्रै विकेट थियो, तर उनी के थिए सबैभन्दा गाह्रो मुमेन्टमा बोलिङ गर्न उनी नै आएका थिए। उनले एउटा विकेट लिए र त्यो 17 ओभरमा जम्मा 1 रन मात्र दिएको, र त्यो कारणले 18औं ओभरमा चाहिँ जुन विकेट आयो त्यो अघिल्लो ओभरको प्रेसरको कारणले हो। र लास्ट ओभर करण केसीले राम्रोसँग बल जुन वाइड यर्कर गर्न चाहन्थे उनले राम्रोसँग त्यो चिज एक्जिक्युट गर्न सकेनन्, र वाइड फुलर लेन्थमा बल भयो भने कभर, एक्स्ट्रा कभर माथिबाट राम्रो छक्काहरू विल ज्याक्सले हाने। 185 रनको टार्गेट दिएको थियो हिजो इङ्ल्यान्डले हामीलाई। र हाम्रो ओपनरहरू कुशल भुर्तेलको स्पेसल्ली कुरा गरौँ है त, उनीसँग त्यो रेप्युटेसन छ के, त्यो पास छ कि उनले त्यो बिग बोलरहरूलाई चाहिँ सजिलै चाहिँ टेकन गर्न सक्ने। र साँच्चीकै नै हिजो पनि उनले त्यो चिज गरे, जफ्रा आर्चरलाई गरे, अरू बलरहरूलाई पनि गरे, र उनले ताबडतोड सुरुवात दिए। त्यसपछि पनि कटन बोल्ड भए। म सधैँभरि नै भन्छु कुशल भुर्तेलले चाहिँ विकेट दिन्छन् क्या आफ्नो, बलरले विकेट म्याक्सिमम समयमा लिँदैनन् कुशल भुर्तेलको।
र त्यसपछि आयो रोहित कुमार पौडेल। रोहित कुमार पौडेलले अलिकति इनिङलाई अलिकति स्लो गरे सुरुमा, किनकि उनको नेचुरल गेम नै त्यही हो र हामीले उनीबाट आउने बित्तिकै 160 170मा हान्छन् भनेर हामी एक्सपेक्ट गर्नु पनि हुँदैन। उनको रोल नै त्यही हो टिममा र उनी त्यसरी नै खेल्छन्। र उनले सुरुमा अलिकति बल्स लिए तापनि त्यसपछि उनले क्यापिटलाइज गरे रङ बल्सहरूलाई, ब्याड डेलिभरीहरूलाई, र उनले राम्रो इनिङ बिल्ड गर्दै थिए। त्यसपछि दिपेन्द्र सिंह ऐरीसँग, र दिपेन्द्र सिंह ऐरीले हिजो त्यो स्विच हिट, त्यो रिभर स्विपहरू र त्यो कट सटहरू एकदम राम्रो खेलेका थिए। र त्यो सिङ्गल्सलाई डबलमा कन्भर्ट गर्ने, फिल्डर्सहरूलाई प्रेसर दिने काम दिपेन्द्र सिंह ऐरी जति बेलासम्म क्रिजमा थिए मजाले गरिरहेका थिए। ब्याटिङ स्मुथ देखिन्थ्यो। 12 रनभन्दा माथि रिक्वायर्ड रन रेट गएकै थिएन। र त्यसपछि विकेट आउँछ दिपेन्द्र एन्ड रोहितको, र त्यसपछि फिल्डमा आउँछन् आरिफ एन्ड देन लोकेश बम। लोकेश बम पनि एकदमै नर्भस देखिएका थिए सुरुमा। त्यो 2-3वटा बााउन्ड्री उनले एकदम लक्की बााउन्ड्री पाए। र त्यसपछि उनले आफ्नो इनिङको निम यसरी रचे कि आज विश्व जगतले उनको नाम लिइरहेको छ, हु इज लोकेश बम। किन यति सजिलो लोकेश बमले जोफ्रा आर्चरलाई चाहिँ लगन मिड विकेटमा छक्का हान्न सकेको छन्। तर अफसोस उनले जति प्रयास गरे पनि हामीले त्यो जित र हार बिचको त्यो थिन लाइन हुन्छ, त्यो थिन लाइनलाई क्रस गरेर जित चाहिँ आफ्नो पोल्टामा लिएर आउन सकेनौँ। र पोजिटिभ्स के छ भन्दा हाम्रो 11 जना प्लेयरहरूले चाहिँ कन्ट्रिब्युसन दिएका छन्। कसैले फिल्डिङमा, कसैले बलिङमा भने, कसैले चाहिँ ब्याटिङमा, र कोहीले 3D चाहिँ आफ्नो पर्फर्मेन्स दिएको छन्। र पास्ट हेर्दै गर्दाखेरि ओपनरले पनि अलिकति राम्रो स्टार्टिङ दिने, त्यसपछि मिडल अर्डर ब्याट्सम्यानहरूले त्यो इनिङलाई सम्हाल्ने मिड ओभर्समा बिग हिटरहरू, फिनिसरहरू आएर चाहिँ गेमलाई त्यो फिनिसिङ टच दिने, त्यो चिज चाहिँ बिरलै देखिन्थ्यो कि। आज चाहिँ हामीले इङ्ल्यान्ड जस्तो ह्युज अल माइटी साइडसँग खेल्दा पनि नेपालबाट यो पर्फर्मेन्स देख्न पायौँ। यो भनेको सबैभन्दा ठुलो पोजिटिभ्स हो। र यसले हामीलाई के होप दिएको छ भन्दा हामीले यस्तै गेम प्ले अथवा योभन्दा नि राम्रो हामीले अझै पर्फर्मेन्स दिन सक्यौँ भने हामी टप 8मा जान सक्छौँ। अब हाम्रो गेम स्कटल्यान्डसँग, वेस्ट इन्डिजसँग र इटलीसँग छ, र हामी सरसर्ती जाने हो भने त हामीले 3वटै गेम जित्नुपर्ने हुन्छ राम्रो रन रेट मेन्टेन गरेर। र हाम्रो लागि सबैभन्दा बेस्ट अपर्च्युनिटी पनि हामीले 3टै गेम जितेर गयौँ भने टप 8मा जाने अपर्च्युनिटी हुन्छ। तर 2टा गेम जित्दा पनि यदि पर्म्युटेसन कम्बिनेसनहरू मिलाउने हो भने चाहिँ 2टा गेम मात्र जित्ने, अर्को टिमले पनि 2टा गेम मात्र जित्ने, त्यस्तो कन्डिसनहरू आयो भने चाहिँ रन रेटको हिसाबले अघि जान पनि सकिन्छ। तर इम्पोर्टेन्ट कुरा भनेको आफूले गेम चाहिँ जित्नै पर्ने हुन्छ। र म डेल स्टेनको कुरा गर्न चाहे, उनले आफ्नो एक्सपिरियन्स सबै चिज नै म नेपाललाई दिन चाहन्छु सर्भिसको रूपमा भनेर। प्लिज क्यान कन्ट्याक्ट गर्नु होला, कसरी हुन्छ यस्तो अपर्च्युनिटीलाई चाहिँ ग्र्याब गर्नु होला। किनकि फास्ट बोलिङ जुन चिजमा हामी पटक पटक चुकिरहेका छौँ, सायद यस्ता प्लेयरहरूको हाम्रो टिममा एज अ मेन्टर, एज अ कोच भएर आएपछि अलिकति भयो नि हाम्रो फास्ट बोलिङलाई चाहिँ अपग्रेड चाहिँ पक्कै पनि मिल्छ। र होप गरौँ अबको गेमहरू हामीले चाहिँ कुनै पनि टिमलाई इजी नलिने, र कुनै पनि टिमलाई ठुलोभन्दा ठुलो छ हामी सक्दैनौँ भनेर नलिने हो, र त्यो विनिङ मेन्टालिटी आफ्नो मनभित्र राख्ने हो भने हामीले पक्कै पनि त्यो जितको लाइनको पार पुग्न सक्छौँ। र यस्तै भिडियोहरूको लागि, क्रिकेटिङ, फुटबल सबै चिजको अपडेट्सहरूको लागि फलो गर्नु होला, सब्सक्राइब गर्नु होला। जय नेपाल।